हापाथलीमा मनोहरामा होइन, एक दुईवटा डोजर खोटाङको बाटो भत्केको बाटो खोल्नका लागि पनि पठाइदिनुहोस्। हाम्रो आर्यनजीले भनिसक्नु भएको छ, थुप्रै योजनाहरू छन्। बालेनजी मेरो साथी पनि हो एक खालको, उहाँले सम्माननीय प्रधानमन्त्री हुनुहुन्छ। साथीको नाताले म बालेनजी भन्छु, किनभने घरिघरि आई लभ यू पनि लेख्नुहुन्छ, त्यसले गर्दा है। त्यो हिसाबले सम्माननीय प्रधानमन्त्रीज्यू भन्छु म। त्यो 100वटा डोजर हापाथलीमा मनोहरामा होइन, एक दुईवटा डोजर खोटाङको बाटो भत्केको बाटो खोल्नका लागि पनि पठाइदिनुहोस्। त्यो 100-150वटा डोजर त्यो काठमाडौँमा चाहिँदैन घर भत्काउनका लागि। यतातिर तपाईँको पहिरो गएर बाटो पुरिएको छ, त्यो बाटो तपाईँको खोल्नका लागि डोजर पठाइदिनुहोस् खोटाङमा 4-5वटा। खोटाङले जनताले डोजरलाई सम्मान गर्नुहुनेछ, स्वागत गर्नुहुनेछ जस्तो मलाई लाग्छ, होइन?